हेलो ह्याप्पी दसैँ नमस्ते। आज हामी जाँदैछौँ पहाड अनि तपाईँहरू बाटो हेर्न सक्नुहुन्छ। यहाँ माथि चाहिँ के पो यसको नाम ट्रक फसेको छ यहाँ पर। आज चाहिँ हामी फर्स्ट टाइम यो बाटो हिँड्न आँटेको भन्दा पनि हिँड्दैछौँ तर ओभर डेन्जर छ बाटो चाहिँ। प्लिज पिएम सुशीला कार्की हुनुहुन्छ भने यहाँ आएर हेर्नुहोस् एकदमै दर्दनाक गतिविधि हेर्नुहोस्, हिँडेर मजा लिनुहोस्। अर्को पनि आइपुग्यो है साथीहरू। हाम्रो चाहिँ यहाँ ट्राफिक जाम भइसकेको छ। जाम ब्रेड ओहो अर्को पनि आयो। ओहो दाजु कता तपाईँहरू गाउँमै पनि यत्रो सुन्नुहोस् न चाहिँ दाजु भ्रष्टाचारी नेताज्यू तपाईँहरू ब्रेडसँग जाम खानुहुन्छ भने हामी डेली यस्तो जाम खान्छौँ। हामी होइन 1 2 3 4 5 यो त्यो गाडीको कमाल हो। यसको कमाल वाउ सो क्यूट। ओहो नेताज्यू बोलाउ न उता ट्रकलाई उचालेर लानु भने त। डोन्ट डु दिस। मेरो सेतो जुत्ता महाराज धिराज पठाएको क्या महाराज धिराज त्यस्तोमा हिँड्छ त नि। दिस इज बाटो। आमामा के भयो त्यसलाई चाहिँ? यसलाई के भयो? यसलाई यस्तो छ हालत हुटमा पनि। ओइ म कहाँ खिच्दैछु? यस्तो राम्रो गाउँमा यस्तो राम्रो मान्छे यस्तो हिलोमा फस्न के हो यो? जनता जान्न चाहन्छन्। के हुँदैछ मेरो देशमा? के हुने हो? के होला त हाम्रो? असम्भव। यस्तो बाटोमा गाडी चलाउन सकिन्छ त? असम्भव। तर हामी बनाउँछौँ सम्भव। सिरोहिया ल अनि यो के हो? यो सबै प्रकृतिको श्रृङ्खला। प्राकृतिक श्रृङ्खला। यस्तो राम्रो प्रकृति चाहिँ छ। यस्तो राम्रो वन जङ्गल हरियाली खोला नाला सबै छ। बाया हो बाया तरफ हे झाडी नदी। अरुण चाहिँ तल छ। अरुण नै हो। कसरी देखाउनु? यही हो अरुण। यही हो अरुण चाहिँ। हामी चाहिँ यहाँ छौँ फसेर। खोला तरुम खोला खोला खोला। आउ न। फसियो यस्तो राम्रो ठाउँ छ होइन? के गर्नु बाटो यस्तो छ। हामी अघि पुग्नु पर्ने मान्छे यहीँ छौँ। यहाँ चाहिँ कसको डाडु हो? भुइँमा खसिसकेको छ। पत्रकारितातिर लाग्छ। अर्को पनि आयो। यता चाहिँ जाम लागिसकेको छ। 4वटा गाडी छ त्यहाँ चाहिँ। कुन गाडी? बाई बाई। यतिको चाहिँ हुनु पर्यो है। यतिको छिर्ने रहेछ त। वाउ निकाल्छ। हामी यता बसौँ न। निकालेको कि खाँदेको त्यहाँनिर? के भयो तपाईँलाई दाजु?
हामी त खुसी खुसी भइन्छ हाम्रो पनि निस्किन्छ अब यो गाडी हाम्रो के हो यो करङै करङ भएको पोल अब हाम्रो पनि गाडी आउँछ ह्याप्पी दसैँ गाइज हामी चाहिँ दसैँ मनाउनु घर आएको छौँ आउँदाखेरि गाडी फसेर बिजोक भयो अब हामी के गरौँ त के गरौँ धैर्यताको फल अवश्य मिठो हुनेछ धैर्य गरेर गाडी निस्किन्छ असम्भव कुदाएर निकाल्नुपर्छ सधैँ बाइकमा हिँड्नेलाई के थाहा गाडी फस्दा कस्तो कतिको मजा आउँछ भनेर जहिले यो गाडी एउटा गाडी जहिले फसेकै हुन्छ एउटा गाडी जहिले बाटोमा बिग्रेको हुन्छ अनि त्यो गाडीले बाटो छेकिदिन्छ अनि त्यसपछि जाम लाग्छ क्या बुझ्नुभयो हाम्रो गाउँ यसरी नै आइन्छ डेली होइन के भन्छ इयरली दसैँमा घर आउँदाखेरि जहिले यस्तै हुन्छ दसैँमा होइन जहिले पनि घर आउँदा यस्तै हुन्छ अनि हाम्रो चाहिँ गाडी आउँदैछ मान्छे चाहिँ छैनौँ तर त्यहाँ हाम्रो टमाटरहरू छ टमाटर आयो कन्टेन्टहरू हाम्रो गाडी चाहिँ आइसक्यो कन्टेन्ट होइन यो चाहिँ हाम्रो दसैँ नै हो कि यो मेरो दशा त्यताबाट को निस्केको थियो इस लड्कीले झ्याल नै लगायो हान्दिनु भनेर Wow, so good. सम्भव भयो त सम्भव हाम्रो गाडी चाहिँ निस्किनु सम्भव भइसक्यो असम्भवबाट सम्भव भयो अब जाने हो कि पर्खिने हो कि अर्को गाडीलाई पर्खिनु पर्छ होला अर्को पनि आउँदैछ है अर्को पनि कन्टेन्ट आउँदैछ त्यही बाटोकै मात्रै भ्लग बनाउने जस्तो छ ठ्याक्कै यसले नै पुग्छ दामी तरिकाले आयो यो चाहिँ बस्नुहोस् म्याम हाम्रो टोली त गाडी कहाँ पुगिसक्यो अलिकति छिटो न बा ओहो त्यस्तो त गर्नु हुँदैन आसिकासँग कस्तो भिडियो बनाऊँ कि क्या हो बोतल त फाल्नु भयो त भनेर अगाडि गइसक्यो जस्तै लाग्यो उता गइसक्यो हामी चाहिँ अब गएको हाम्रो त गाडी निस्क्यो हामी बिहारे वो यो हो नि त बाटो ओहो साह्रै रमाइलो छ बढाउँदैछिको ओहो ओहो यो त नर्मल
रोक्नुस् रोक्नुस् गीत चाहिँ रमाइलो न रमाइलो यो गाडीबाट डाडु झरेको थियो त्यस्तो थियो कालो पानी बग्दैछ नत्र हरियो पानी भए हिउँदोको बेला चाहिँ एकपल्ट आउँछ क्या हुआ मेरे साथ बीच रोड बल्ल बल्ल बुटा आइपुग्यौँ बुटा भनेको के अरे बुमलिङ टार लड्दै पढ्दै घिस्रिँदै ठोकिँदै के गर्दै बल्ल बल्ल बुमलिङ टार आइपुग्यौँ अब यहाँदेखि फेरि हाम्रो गाउँको लागि छुट्टै बाटो छ खतरनाक डेन्जरस बाटो छ झन् डेन्जरस अब हामी रात पर्छ अब यहाँ मान्छे कतिलाई पर्खिनै बाँकी छ अब पर्खिनु पर्छ झोका होइन हावाको पो झोका त छाल अरुण नदीको छाल सुन्न सक्नुहुन्छ यता तल छ हामी पहिला गाडी नआउँदाखेरि यो बाटो हिँड्दै हिँड्दै आउँथ्यौँ आउन
यो बाटो हिँड्दै 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 यो उकालो यस्तो नमजाको उकालो छ यहाँ हेर्दा यस्तो छ तर यस्तो नमजा छ तल हेर्नु यो पुल तरेर आउँथ्यौँ हिँड्दै हिँड्दै हो त्यसरी नै गाह्रो छ हौ घर आउनु चार्ज नि गर्नुपर्ने छ फोनमा चार्ज पनि छैन ओए कस्तो राम्रो